सो गाइस आज चाहिँ हामी साइकल धकाली हामी मिलमा जान यो खाली होइन म पनि जान मिलमा। तो यसको कहानी सुरु हुन्छ बिहानमा उठ्दा रेन्डमै भिडियो बनाउने भनेर सोचिरहेको थिएँ। कैलाश र म भएर कतै घुम्न जाने भनेर सोचिरहेको थिएँ। एन्ड देन उसले भने कि मेरो यहाँ के काम छ अङ्कल जान पाइने भएन भने चल कोही बात नहीं सर्ट भिडियो त हुन्छ नि भनेर सिक्नु पऱ्यो। त्यसपछि हामीहरू बिहान यसो नास्ता गरेर हामी लागि मिलतिर किन गइरहेको भन्छ नि हामी मिलतिर त तोरी गहुँ पिसाउन गइरहेछौँ। अघि नै भाउजू म सानीमा छोरो भएर हामी गइरहेछौँ। यस्तो गरम थियो नि बब्बाल गरम थियो कि त्यसपछि हेरेको तोरीको त तेलको तर लागिरहेको छ। यसपछि म वेट हुन्छ भनेको त म त 64 किलो छु ए भगवान् भनेर आएँ घर आयो भने हल्दा दाल पिसिराख्नु भएको थियो। त्यसपछि मलाई त एकदम रेडै भोक लागेको थियो। त्यसपछि मैले नास्ता खाएँ एकदम खट्टा रहेछ पिरो चटनीसित खाएँ। अनि त्यसपछि फेरि गएँ म सामान ल्याउनको लागि। सामान ल्याएर त यो आइदिइसकेछ कि सामान ल्याएर अनि त्यसपछि सामान ल्याएर यो आएपछि त मेरो काम के भयो भनेर त्यहाँबाट म चाहिँ फर्केँ। थ्याङ्क्स फर वाचिङ टाटा बाइ बाइ।